चाहिँ लिड कोडको टु सम प्रब्लम हो। टु सम प्रब्लम ल आज हामी यो गर्छौँ है त। सो फर्स्टमा चाहिँ यहाँ के छ भन्दाखेरि यो त पढ्न सकिहाल्छ नम्स भनेको यति यो नम्स भनेर इन्टिजर एरे हामीले दियौँ। अब यसरी चाहिँ हामीलाई टार्गेट हाम्रो कति छ भन्दाखेरि टार्गेट हाम्रो 9 छ टार्गेट र हामीले फाइनल आउटपुट निकाल्नु पर्ने भनेको चाहिँ 0 र 1 हो। कसरी आउटपुट आयो भन्दाखेरि जस्तै 2 + 7 = 9 मिल्यो नि त। सो यसको हामीले इन्डेक्स चाहिँ आउटपुटमा निकाल्नुपर्छ। सो त्यो कसरी गर्ने भन्दाखेरि फर्स्टमा त म क्लास बनाउँछु एउटा। डेफ टु सम भनेर बनाऊ। यसमा हामी पास गरौँ नम्स र टार्गेट पास गरौँ। त्यसपछि म एउटा लिस्ट बनाउँछु एम्प्टी लिस्ट र अर्को एउटा डिक्सनरी बनाउँछु। डिक्सनरी पनि बन्यो। त्यसपछि फोर इन्डेक्स र भ्याल्यु इन एनुमरे इन्युमरेट कुनबाट नम्स। त्यसपछि अब यहाँ इन्युमरेट भयो हैन। अब यहाँ एउटा डिफरेन्स भन्ने बनाऊ। यसले चाहिँ के गर्छ भन्दाखेरि टार्गेट माइनस हाम्रो भी गरेर निकाल्छ। यदि इफ यो डिफरेन्स गरेको चाहिँ इन हाम्रो डिक्सनरीमा छ भने के गर भनेदेखि यसलाई एउटा लिस्ट भित्र राखौँ अनि डी ड्यास डिफ स्ल्यास इन्डेक्स so इन्डेक्स हैन आई राइट। त्यसपछि रिटर्न गरौँ एल। त्यसपछि यहाँ इफको बाहिर आएर के गर्ने भन्दाखेरि हाम्रो डिफरेन्समा मैले भ्यालु हालेँ भी = इन आई राइट। अब लुप भन्दा बाहिर आएर ओबिजे बनाऊ। सोलुसनको अब्जेक्ट बनायो। त्यसपछि प्रिन्ट त्यसपछि नम्सको भ्यालु हाल्नु 2 7 11 and 15। टार्गेट हाम्रो छ हाम्रो 9। अब यो ल हाम्रो भ्यालु कति आयो 0 र 1 आयो। सो हाम्रो डिजायर्ड आउटपुट आयो। जस्तै अब मैले यहाँ 7 + 11 = 18 हुन्छ नि। 18 टार्गेट गरेर राखेर हेर्छु कति आउँछ। सो 1/2 आयो। किन भन्दाखेरि 1 र यो 2 भनेको 18 हो नि त। सो आयो। सो यसको टाइम कम्प्लेक्सिटी चाहिँ बिग O टु द पावर बाइ n हुन्छ है। टाइम कम्प्लेक्सिटी र स्पेस कम्प्लेक्सिटी यसको बिग O टु द पावर बिग O को पावर हैन बिग O n हुन्छ। है त एउटा अप्टिमल सोलुसन दिन्छ यसले। सो बेसिकली यहाँ के गरेको भन्दाखेरि सोलुसन दिलियो। यो लिस्ट चाहिँ किन गरेको भन्दाखेरि हामीलाई रिटर्न आउटपुट चाहिँ हाम्रो चाहिँ क्वेशनमा हेर्दाखेरि यहाँ इन्टिजर्स इन्डेक्स रिटर्न गर्दाखेरि चाहिँ एउटा लिस्टमा रिटर्न गर्नु भनेको छ। रिटर्न इन्डिसेस गर्दाखेरि लिस्टमा गर्नु भनेको छ क्या। अनि चट्ट लिस्टमा यो लिस्ट राखेको केही पनि गरेन। सो यहाँ बेसिकली के हुन्छ भन्दाखेरि आईले इन्डेक्स दिन्छ, भीले भ्यालु दिन्छ नम्स। डेफ टार्गेटले के गर्यो भन्दाखेरि फर्स्ट इटरेसनमा चाहिँ सो हाम्रो टार्गेट चाहिँ अलरेडी कति छ 18 हाम्रो अलरेडी टार्गेट छ। र टार्गेट माइनस भी गर्दाखेरि फर्स्टमा हाम्रो आउने भनेको कति हो 2 आउँछ। इक्वल्स टु कति हुन्छ 16 भयो। अब यसले यो 16 भ्यालु चाहिँ यो यहाँ चेक गर्छ इफ कन्डिसनमा लगाउँछ। अब 16 भ्यालु चाहिँ डीमा छ कि छैन। यो हाम्रो डिक्सनरी हो। डिक्सनरीमा हामीले 16 भ्यालु राखेको छ कि छैन। इनिसियली त हाम्रो 16 भ्यालु छैन। इनिसियली त डिक्सनरी 0 छ भनेपछि यो लुप एक्जिक्युट हुँदैन। सिधै यो रिटर्न यहाँ बाहिर आउँछ यहाँ आउँछ। अनि यहाँ आइसकेपछि के हुन्छ भन्दाखेरि डीबी। अब भी भनेको हाम्रो कति थियो 2 थियो। अब 2 अब यहाँ के हुन्छ कस्तो हुन्छ भन्दाखेरि यहाँ 2 हुन्छ। यो डिक्सनरीमा 2 आउँछ। अनि आई भनेको इन्डेक्स भनेको 2 को इन्डेक्स कति हो जहिले पनि 1। सो यो यसरी एक्जिक्युट हुन्छ क्या। अब यसरी फेरि भइसकेपछि हाम्रो टार्गेट 18 नै हुन्छ। तर अब हाम्रो भी को भ्यालु 2 बाट कति हुन्छ अब हाम्रो भ्यालु 7 आउँछ। 7 भ्यालु आयो।
अब 7 भ्यालु अब यतिबाट यति माइनस गरेपछि कति हुन्छ 11 आयो। सो 11 फेरि अब हाम्रो यहाँ चेक गर्छ, डिक्सनेरीमा चेक गर्छ। 11 डिक्सनेरीमा छ, छैन। डिक्सनेरीमा त भएको भनेको हाम्रो भ्यालु 2 छ। भ्यालु चेक गर्ने हो, 2 छ। 2 छ भनेपछि 2 त्यहाँ 7 नभएपछि 11 नभएपछि यो सिधै यहाँ एक्जिक्युट हुँदैन कि, यो सिधै डिक्सनेरी जान्छ। डिक्सनेरीमा गएर फेरि यसले न्यू डिक्सनेरी बनाउँछ। न्यू डिक्सनेरीमा अब हाम्रो कति हुन्छ भन्दाखेरि 7 स्ल्यास अब यो 1 भयो, राइट? यसलाई यसरी गरौँ। अब त्यसपछि फेरि यो अब फेरि अर्कोचोटि एक्जिक्युट हुन्छ। अब अर्कोचोटि एक्जिक्युट भएपछि अब यसले 7 को ठाउँमा अब कति आउँछ? 7 को ठाउँमा 11 आयो। अब 11 आएपछि 18 माइनस 11 भनेको कति हो? 7 अब यसले चेक गर्छ। अब चेक गर्दाखेरि अब यसले सिधै यहाँ जान्छ। अब यो 7 चाहिँ यो डीमा छ, डिक्सनेरीमा छ? किनभने छ। किन भन्दाखेरि हाम्रो 7 डिक्सनेरीमा अलरेडी छ भनेपछि अब यो भित्र आयो। अब भित्र आएपछि के हुन्छ भन्दाखेरि लिस्टमा जान्छ। यसले यो लिस्टमा गयो। अब यो डिफरले के गर्छ भन्दाखेरि यसमा चाहिँ डीमा चाहिँ अब के को भ्यालु राखिदिन्छ भन्दाखेरि डीमा चाहिँ यो डिफको भ्यालु राखिदियो 7, राइट? 7 अनि यसमा आईमा चाहिँ के आउँछ? यसको इन्डेक्स कति छ? 7 को इन्डेक्स कति छ? 7 को इन्डेक्स छ 1, राइट? अनि डिफले चाहिँ अब हाम्रो 7 को इन्डेक्स 1 भयो। अनि अघि ब्याक यो हाम्रो 11 को इन्डेक्स कति छ? 11 को इन्डेक्स 1 2 0 1 2। सो 2 पनि यहाँ राख्छ र लास्टमा चाहिँ रिटर्न गर्दाखेरि एल रिटर्न हुन्छ र हाम्रो यहाँ लास्टमा फाइनली यो रिटर्न हुन्छ, है त?